साथीहरू फेरि आज पनि म बाहिर निक्लिने गरिरहेको छु अर्को हप्तापछि फेरि तपाईँहरूकोमा आज अर्को भिडियो म लिएर आउँदैछु भिगरे ब्लगलाई सब्सक्राइब गरिदिनु होला फर्स्ट अफ अल त्यही भएर अहिले चाहिँ म रुममा छु रुमबाट रेडी हुँदैछु सबैजना बाहिर गइसक्यो अब म पनि जानुपर्ने हुन्छ दाइहरूसँग आज फारन जाने हो त्यसपछि मेरो साथी पनि छ साथीसँग नि उतै भेट्ने हो ल आजको यात्रा सुरु गरिदिउँ है छोटो मिठो ओके ढोका सोका बन्द यस्तो छ खिचुक छ हाम्रो बसाइ ल स्टार्ट यात्रा ल झरिँदैछ मैले त गाडी पनि हेरेको छुइनँ कति टाइम भयो हेर्नुपर्ने हुन्छ यस्तो छ हजुर बाहिर यता दाइहरू हेलो यो 5000 कति भयो 10000 को 5,000 यहाँनिर हाम्रो बस स्टप यहाँनिर आउँछ टक्क त्यहाँदेखि चढेर जाने हो कति मिनटमा आउँदैछ दाइ गाडी हेलो कति मिनटमा गाडी आउँदैछ ट्याक्सीमा कि गाडीमा त्यो बसमा जाने हो र ए म बसमा जस्तो लागेर नि के हो करोडौँ छ क्या हो छोडेर जाने र कसलाई पर्खेको र अहिले पाकेलाई हैन जाँड एकदम फेरि कहाँ टाउनु गएछ साधन नि जाने हो अनि साधन त रहँदैछ त नौनो जिर्सक्यो म त खाना नि खाएको थिइनँ साँच्ची आज भोकै लागेको छैन केटाहरू नि उतै हुन्छ कि चाहिँ यहाँनिर चाहिँ हिउँ परेर सबै रुखो भएर त्यो अस्ति हिउँ पर्ने सिजनमा ख्याउल अरे ख्याउलमै होइन सिक्रे थियो आजभोलि हेरौँ न यहाँ पालुवा पलाएको हरियाली भइसक्यो ख्याल मैले देखाएको हिउँहरू चाहिँ यहीँनिर थियो क्या सदा यस्तो परिवर्तन भइसक्यो ठिक छ अब साथीहरू पर्खिनु पर्ने हुन्छ त्यसपछि हाम्रो यात्रा सुरु ल अब चाहिँ यात्रा स्टार्ट हुन लाग्यो हाम्रो ल चढौँ ल ओके अब चाहिँ यात्रा सुरु भयो साथीहरू ल लाग्दैन ल हाम्रो यात्रा चाहिँ मध्यन्तरतिर भइसकेको छ यतातिरको सिनहरू चाहिँ ठाउँ नेपाल जस्तै लाग्छ क्या कतिपय अहिले हामी जाँदै गरेको जुन फारन बजार छ त्यो फारन बजार चाहिँ टोटल्ली नेपालको के अरे ठमेल बजार जस्तो छ क्या पुरै मैले अघि नै कुन गीत गाएको रहेछ साँच्चै कुन कुन चाहिँ रुममा बिर्सेँ त मैले त मैले त ठ्याक्कै बिर्सेर सेम नेपालको ठमेल बजार जस्तो छ क्या त्यो चाहिँ नेपालमै छु जस्तो कोरियाको फिलै आउँदैन नेपालको तिर्सनै मेटाइदिन्छ क्या त्यो ठाउँले चाहिँ त्यही भएर जाने गर्नुपर्छ कहिलेकाहीँ महिनामा 2-4 पल्ट होइन दाइ दाइले पनि त्यहाँ विगतहरू धेरै होला नि त त्यहाँनिर है कस्तो इन्जोय हुन्छ त्यो कतिको दाइ चाहिँ 7 दाइ हो 8-10 वर्ष भइसकेको दाइ हो यतै लोकल भनौँ यताको अनि हामी 3 जना चाहिँ एकजना दाइ चाहिँ निकै भइसक्यो 2-3 वर्ष हामी चाहिँ भर्खर 1 इयर कम्प्लिट हान्न लाग्यो गाह्रो छ यस्तो हुन्छ यताको है यहाँनिर भन्दा पनि उता फाल्टानको के अरे पर फाल्टानमा चाहिँ दामी छ क्या गाउँघर जस्तो यात्रा सुरु हुँदैछ रमाइलो हुँदैछ यो ह्याप्पी ल्यान्ड हो यहाँ सावना भन्ने छ यहाँ अगाडि
यहाँ चाहिँ जो चाहिँ छोरा मान्छे र छोरी मान्छे फाल्टै फाल्टै हुन्छ तर नाङ्गै नुहाउनु पर्ने नुहाउनु मिल्ने हो क्या तातो पानीमा रोगहरू पनि धेरै फाल्दो रहेछ जो स्वास्थ्यको लागि त राम्रै हुँदो रहेछ क्यारे तर मेरो चाहिँ आत्माले अलिक रुचाएन सकिनँ क्या मैले चाहिँ कति खोलो कि भनेर इन्जरमा हात राखेँ सकिएन त्यहाँदेखि पैसा चाहिँ साउको छोराले दिएको थियो जुन हामी यहाँ साउना नुहाउन आउँदाको अनि पैसा त तिरै आइरहले फोकट्या खेलको कहाँ सक्ने होइन नाङ्गै नुहाउने यार मान्छेको बिचमा त्यस्तै तर राम्रै हो प्रायः कन्ट्रीहरूमा हुन्छ यस्तो चाहिँ अरूमा नि यहाँ कोरियामा मात्रै होइन अब नेपालमा पो छैन त हामी नेपालको संस्कारी भएर हुर्केको केटाकेटीलाई यहाँ आएर नाङ्गिनु त कहाँ डर लागिहाल्छ नि अन्त दाइ यो पोइन्ट चाहिँ तिमीले त्यो चिन्चिलमङ जान्छ नि यो चाहिँ मजा आज चिन्चिलमङ गाडेको हप्ताको 2 दिन चाहिँ यसरी बिताउने गरिन्छ साथीहरू कोरियामा के गर्नु अरू दिन त त्यही हो अब कति वर्ष हो थाहा छैन अब गाडबी लिने हेरौँ गर्दै जाउँ पैसा कमाउँदै जाउँ पैसाको भारी कहिले पुग्छ 8-10 वर्ष हुने दाहरूलाई त अझै त्यो छैन हामी नातिलाई के हो र ल हामी चाहिँ फारनको मान्छे सिजाङ आइसक्यो मान्छे सिजाङ त्यस्तो हुन्छ क्या मान्छेको भिडहरू यति धेरै हुन्छ प्राय जसो नेपाली यहाँ अधिकांश त नेपाली नै मात्र छ कपाल काट्ने कुरो भयो यहाँ रुम्स दाइको टक्क ट्याक्स स्ट्यान्ड हो सेम नेपालको फिलहाल के भन्छ नि नेपालको तिर्सना मेट्ने ठाउँ हो यो चाहिँ कहाँ गएको मिन्दै छ नि ओके मिन्दाइले सपिङ गर्ने हो क्या हो त्यो सपिङ हो दाइ के किन्नु हुने र वा किनौँ लाग्यो पैसा छैन किसु सपिङको लागि हो दाइ तपाईँको आज विशेष सपिङ रहेछ नि त दाइको म चाहिँ के किन्नु त यार पैसा छैन चप्लीहरू रहेछ त चप्लीहरू राम्रो रहेछ त यो के गर्नु किन्नु त पैसा छैन के गर्नु टक्क अनि यहाँ चाहिँ भित्रबाट नि बाहिरबाट नि सेल लागेको यहाँ हेरौँ त टक्क 15,000 10,000 सबै 10,000 को सेटहरू त्यहाँ यस्तो राखेको छ ल कुन किन्ने हो साथीहरू कुन लिनु हुने दाइ ल बवाल छ त राम्रै छ लाउनु न नि यस्तो कलरले तपाईँलाई राम्रै देखिन्छ क्या यस्तो चाहिँ हाम्रो नेपाली यता नेपाली रेस्टुरेन्टहरू पनि टम्नै छ क्या नेपाली होटलहरू पनि बफ्रे रमाइलो गर्ने ठाउँहरू धेरै छ यस्तै रमाइलोमा धेरै जुम्यो भने पैसा फेरि नेपाल जाँदैन घर जाँदैन गाह्रो छ अब म चाहिँ बिहान खाना पनि खाएको छुइनँ त्यस कारणले अरू साथीहरू चाहिँ दाइहरू चाहिँ किनमेल बाँकी छ किनमेल गर्दैछ म चाहिँ नेपाली रेस्टुरेन्टमा आएको छु क्या के अरे हिमालयन खन्ते पिन्तेको लागि यहाँ दामी नेपाली खाना पाउँछु हप्तामा कोही बेला त खाना ल यस्तो चाहिँ हिमालयन चाहिँ सरर
हेलो दाइ हेलो हेलो के छ खबर यहाँ चाहिँ मिठो मिठो खाना आउँछ यो नेपाली आइटमहरू पहिले पनि तिनचोटि आएको थिएँ त्यही भएर फेरि पनि आएको छु लटेकले बसेर यस्तो छ यहाँको सिन टक्कै यहाँदेखि अर्डर गर्ने हो के खाने हो के खाने र अब बिहार खानु पर्यो नि त खाना खाना भन्ने राखेको थिएँ के खाने होइन अब चेन्ज गर्नुको लागि हेलो साथीहरू अहिले चाहिँ हामी यहाँ सुवानको यहाँ के अरे नेवारीको माथि फिल्म खेल्न आइरहेछौँ खाजा साजा खाइयो टाउनमा पेट सेट भयो अन्त चाहिँ कस्तो भयो राजा तपाईँको पानीले झ्याप भएको रहेछ अब यहाँ पुल खेल्ने ठाउँ पनि छ कोरियामा हुने साथीहरू आउनु सक्नुहुन्छ तपाईँहरू यस्तो दाम छ यहाँ टुर्नामेन्ट पनि हुने गर्छ क्या कहिलेकाहीँ तर कन्ट्याक्टमा रहनुपर्ने हुन्छ ठिक छ ल हामी गेममा हान्छौँ यहाँ दाइले हानिदिनुहुन्छ कहाँ भ्याउनु हो कहाँ हान्दै भएको छैन हानेकै छैन कस्तो भयो भर्खर यो फर्स्ट एटिएम हो अब सेकेन्ड पछि फेरि राम्रो हुँदै जुन मेरो हिजो उहाँ के अरे पुल खेलेदेखि त्यहीँ टुङ्गाएको थिएँ मैले त्यसपछि गर्ने पाइनँ त्यसपछि साथीहरूसँग खाँदै बस्यो खाँदै बस्दाखेरि अब त्यसपछि डान्स सान्स यताउता हुनु थाल्यो है उज्यालो भएको पनि थाहा पाइएन त्यस्तै छ अब अनि दाउँछु अहिलेसम्म सुतेको मेरो लागि बिहान न तर 5 बजिसक्यो बिजोक त्यस्तै छ हालत यत्तिकै कुदिराखिएछ अब चाहिँ म रुम हिँडेको हो क्या रुम ठिक छ सबैजनाले हेरेर साथ दिनु होला सब्सक्राइब गरिदिनु होला भुइँ गरेको च्यानललाई मन पराइदिनु होला अब यति हो लास्ट है सक्यो अब अर्को फेरि भिडियो लिएर आउनेछु त्यति दिनका लागि म बिदा लिन चाहन्छु बाई बाई जय भुइँ गरे